आज विश्व धूम्रपान रहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले केही वर्ष अघि गरेको सर्वेक्षणमा देशको 72% घरमा न्यूनतम एक व्यक्तिले धूम्रपान गर्ने गरिएको पाइन्छ। त्यस्तै नेपालमा हरेक वर्ष 28,000 जनाले सुर्तीजन्य पदार्थ तथा धूम्रपानका कारणले ज्यान जाने गरिएको छ। चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग र घुर्खा लगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ। एक खिली चुरोटले मानिसको आयु 5.5 मिनेट, हरेक वर्ष 1 महिना र 50 वर्षमा 4 वर्ष घटाउने गरिएको छ। धूम्रपानले क्यान्सर सहित अन्य रोगको जोखिम बढाउने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो। क्यान्सरमा 90% भन्दा धेरै मुखको अनि 75% फोक्सो, स्वरयन्त्र, अन्ननली, मूत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर र स्तन क्यान्सरको कारक धूम्रपान रहेको उहाँको भनाइ छ। क्यान्सरको जोखिमबाट जोगिन अमल अर्थात् लत छोड्न चुरोट तथा सुर्तीजन्य पदार्थ नखान डाक्टरको सल्लाह छ। सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि बनेको ऐन कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने विज्ञको जोड छ। तपाई हामीलाई रेडियो ओखलढुङ्गा फेसबुक पेज, टिकटक आइडी र युट्युबमा हेर्न तथा तपाई हामीलाई 105.6 मेगाहर्ट्जमा ओखलढुङ्गा र आसपासका जिल्लामा त्यस्तै रेडियो ओखलढुङ्गा.com हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ मार्फत विश्वभर सुन्न सक्नुहुन्छ।